नमस्कार, म एनजे यादव, अध्यक्ष विश्व हिन्दू समाज। आगामी फागुन 21 गतेको संसदीय निर्वाचनमा विश्व हिन्दू समाज पनि सहभागी हुन भएको छ। मध्य प्रदेश लगायत तराईको 21 संसदीय क्षेत्रबाट विश्व हिन्दू समाजले आफ्नो उम्मेदवारी घोषणा गर्ने यही भिडियो मार्फत जानकारी गराउन चाहन्छु। हामी प्रमुख 3 माग सहित 21 संसदीय क्षेत्रबाट हामी आफ्नो उम्मेदवारी दिने तपाई सम्पूर्ण नेपाली जनसमुदायलाई जानकारी गराउन चाहन्छु र यस सम्बन्धी छिट्टै राष्ट्रिय कार्यकारिणी समितिको बैठकबाट हामी अन्तिम रूप दिनेछौँ र विश्व हिन्दू समाजको प्रमुख 3 माग हिन्दू राष्ट्र नेपाल, संवैधानिक राज संस्था र कार्यकारी जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री सहित 3 मागको लागि हामी चुनावमा सहभागी हुन गइरहेको छौँ। यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण समर्थक, शुभचिन्तक र कार्यकर्ता गणमा हार्दिक अपील गर्न चाहन्छु। राष्ट्रिय कार्यकारिणी समितिको बैठक अबको केही दिनभित्र बस्ने र यस सम्बन्धी हामी अन्तिम रूप दिने तपाईँ सम्पूर्ण राष्ट्रवादी नागरिकलाई जानकारी गराउन चाहन्छु। 21 संसदीय क्षेत्रबाट हामी प्रत्यक्ष रूपमा उम्मेदवारी दिने र अन्य क्षेत्रमा हामी तालमेल गर्ने, गठबन्धन गर्ने गरी आगामी फागुन 21 गतेको चुनावमा हामी सहभागी हुन गइरहेको छौँ। यो भिडियोलाई सेयर गरिदिनु होला। प्रमुख 3 माग सहित विश्व हिन्दू समाज संसदीय निर्वाचनमा सहभागी हुँदैछ र 21 संसदीय क्षेत्रबाट मध्य प्रदेशको 7-8 जिल्ला र तराईको पश्चिमी नेपालको तराईको अन्य जिल्लाबाट हामी 21 स्थानबाट उम्मेदवारी दिइनेछौँ।